नमस्कार। आज हामी ट्राफिक सङ्केतबारे कुरा गरौँ है त। नमस्ते। गरौँ न। खास गरी ट्राफिक बत्ती र पैदल यात्री सङ्केत, जुन नेपाल प्रहरीको ट्राफिक सूचना स्रोतमा आधारित छ। अँ, यी सङ्केतहरू ठिकसँग बुझियो भने सडकमा सुरक्षित हुन कति मद्दत पुग्छ होइन, त्यही कुरा अलि स्पष्ट पार्ने विचार हो आज। एकदमै। नियम थाहा हुनु एउटा कुरा भयो, तर त्यसलाई व्यवहारमा कसरी उतार्ने भन्ने मुख्य हो। सुरुमै एउटा नम्बर पनि टिपिहालौँ न त। हुन्छ हुन्छ। ट्राफिक प्रहरी कन्ट्रोलको नम्बर 103। केही उजुरी, गुनासो वा जानकारी चाहियो भने यसमा फोन गर्न सकिन्छ। 103 है त। ल, यो त महत्त्वपूर्ण जानकारी भयो। अब ट्राफिक बत्तीबाटै सुरु गरौँ। रातो बत्तीले रोक्नुपर्छ, यो त सबैलाई थाहा भएकै कुरा हो। हो त। तर कहाँनिर रोकिने, कसरी रोकिने भन्नेमा चाहिँ अलिकति स्पष्ट हुनु पर्ला। हो, एकदमै महत्त्वपूर्ण कुरा हो यो। रातो बत्ती बल्दा नि गाडी चालकले स्टप लाइन हुन्छ नि, अँ कि त जेब्रा क्रसिङ हो, त्योभन्दा पछाडि रोक्नुपर्छ। पुरै रोक्नु पर्यो। ए कहिलेकाहीँ मान्छेहरू लाइनमाथि नै रोकिदिन्छन्। त्यो भएन। पैदल यात्रीलाई अरू गाडीलाई अप्ठ्यारो हुन्छ। हो नि, हरियो नभएसम्म कुर्नै पर्यो। अनि त्यो सधैँ अलमल हुने पहेँलो बत्ती नि, एम्बर लाइट, कहिले जाने कहिले रोक्ने। पहेँलो बत्ती, यसको मुख्य अर्थ चाहिँ सावधान हो। सावधान। हो, यसमा दुईटा अवस्था हुन्छ के। मानौ तपाईँ चौबाटो पार गर्दै हुनुहुन्छ, गाडी अघि बढिसक्यो अनि ठ्याक्कै पहेँलो बल्न थाल्यो। यस्तो बेला चाहिँ नआत्तिकन सावधानीपूर्वक अगाडि बढ्ने। ए अगाडि बढ्ने। हो, किनभने अचानक रोकिँदा पछाडिबाट आउने गाडीले हान्न सक्छ। तर यदि तपाईँ चौबाटो नपुग्दै मतलब लाइन क्रस गर्नु अघि नै पहेँलो देख्नुभयो भने चाहिँ त्यस्तो बेला सम्भव भएसम्म रोक्नुपर्छ। स्टप लाइन वा जेब्रा क्रसिङ पछाडि नै हतार गरेर छिर्नु भएन। ए मतलब पहिलो बत्ती छिटो गर होइन, सोच विचार गर भनेको जस्तो भयो। ठ्याक्कै। कि सुरक्षित अघि बढ्ने कि सुरक्षित रोकिने। अनि हरियो बत्ती नै। हरियो त जाने भइहाल्यो नि। हो, तर आँखा चिम्लिएर कुद्ने चाहिँ होइन नि फेरि। हो त नि। सावधानीपूर्वक अघि बढ्ने। चौबाटो खाली छ कि कोही बाटो काट्दैछ कि हेर्नु पर्यो। अनि तीर चिन्ह छ भने त ए त्यो एरोवाला। हो, इन्डिकेटर दिएर त्यतैतिर मात्र मोड्न पाइयो। बुझ्यो। कहिलेकाहीँ त बत्ती पुरै नबलेर झिपिक्क मात्र गरिरहेको हुन्छ नि, फ्ल्यासिङ लाइट। त्यो पनि महत्त्वपूर्ण छ। रातो बत्ती त्यसरी झिपिक्क गरिरहेको छ भने नि गर्छ त कहिलेकाहीँ। त्यसलाई स्टप साइन जस्तै सम्झिनुपर्छ। मतलब अनिवार्य रोक्ने, कम्प्लिट स्टप। ए रोक्नै पर्यो। हो, रोकेर दायाँ बायाँ हेरेर बाटो सुरक्षित छ भन्ने पक्का भएपछि मात्र जाने। अनि पहेँलो बत्ती त्यसै गरी झिपिक्क गर्यो भने नि? पहेँलो त्यसरी झिपिक्क गर्नुको मतलब चाहिँ अत्यन्त सावधानी अपनाएर अगाडि बढ्नुहोस् भनेको हो। ए रोक्न चाहिँ पर्दैन। रोक्न अनिवार्य छैन, तर एकदमै होशियार हुनु पर्यो। गति कम गर्ने, वरिपरि राम्ररी हेर्ने अनि सुरक्षित लागेमा मात्र पार गर्ने। सावधानी चाहिँ अनिवार्य भयो। नारहोदो। यो त भयो गाडी चालकको कुरा। अब पैदल यात्रीको लागि पनि त सङ्केतहरू छन् नि। त्यो पनि उत्तिकै महत्त्वपूर्ण छ। त्यो रातो मान्छे, हरियो मान्छेवाला। हो, पैदल यात्री सङ्केत। स्थिर रातो मान्छे बलेको छ भने बाटो काट्न सुरु गर्नु भएन, पर्खिनु पर्यो। त्यो त थाहा छ। तर त्यही रातो मान्छे झिपिक्क गर्न थाल्छ नि कहिलेकाहीँ। हो, त्यो बेला धेरैजना दौडिन्छन्। हो नि। यहाँ बुझ्नुपर्ने कुरा के छ भने रातो मान्छे झिपिक्क गर्नुको अर्थ अब हरियो टाइम सकिन लाग्यो, छिटो गर भन्ने हो। यदि तपाईँ पहिल्यै बाटो काट्न थालिसक्नु भएको छ, सडकको बीचतिर हुनुहुन्छ भने अलि छिटो गरेर सुरक्षित ठाउँमा पुग्नु पर्यो। जो अघि नै हिँडिसक्यो उनीहरूलाई। हो, तर यदि तपाईँ सडक किनारमै हुनुहुन्छ, भर्खर बाटो काट्न लाग्नु भएको छ भने चाहिँ त्यो झिपिक्क गरेको बेला प्रवेश गर्नु हुँदैन, रोकिनुपर्छ। नयाँ मान्छे छिर्नु भएन, त्यो समय अब सकिन लाग्यो भनेको हो। अनि हरियो मान्छे बलेको बेला त आनन्दले हिँड्ने। स्थिर हरियो मान्छे छ भने बाटो काट्न सकिन्छ, तर आनन्दले भन्दा पनि सावधानीपूर्वक भनौँ न। हो त नि। यसो वरिपरि हेर्ने, कुनै गाडी स्पिडमा आएको त छैन, पक्का गरेर मात्र हिँड्नु सुरक्षित हुन्छ। ठिक हो। त्यसो भए आजको कुराकानीको सार के देखियो भने यी ट्राफिक सङ्केतहरू, चाहे बत्ती होस् वा पैदल यात्री सङ्केत, सबै सडक प्रयोगकर्ताको साझा भाषा जस्तै रहेछ। बिल्कुल।
यिनको अर्थ राम्ररी बुझियो र पालना गरियो भने दुर्घटना कम हुन्छ, आउजाउ पनि व्यवस्थित हुन्छ। हो नि। यी नियमहरू जानिराख्ने मात्र होइन, बानी नै बनाउनुपर्छ, आफ्नो लागि पनि अरूको लागि पनि। हो, यो जिम्मेवारीको कुरा पनि हो। अन्तमा एउटा कुरा सोच्न मन लाग्यो। भन्नुहोस् न। हामीले सङ्केतको अर्थ त बुझ्यौँ होइन, तर सडकमा जे देखिन्छ त्यो व्यवहार, नियम मिच्ने चलन, त्यो ज्ञान र व्यवहार बीचको खाडल कसरी पुर्ने होला? हाय, यो गहिरो प्रश्न हो। सङ्केतको जानकारी मात्रै काफी होला त कि सडक अनुशासन, एकअर्काप्रतिको सम्मान, त्यो जिम्मेवारी बोध जगाउन अझ धेरै काम गर्नुपर्ने हो? सायद ज्ञान सँगसँगै त्यो अनुशासन र जिम्मेवारी बोधको भावना पनि उत्तिकै अझ बढी पो आवश्यक छ कि। सोच्नुपर्ने कुरा हो।